आरटिजिएफ एलएस केबलको फाइबर हामी के अरे रिमना मुसीको डोजमा छ। यहाँबाट यसरी आएको छ। यो चाहिँ हाम्रो ठ्याक्क पोल प्लान यसरी गएको छ। आयो यहाँबाट यसरी गएको छ। ताबाट बाहिर गएर होइन मैले भने कि को हाम्रो प्रदीप पन्त सर हुन्छ नि भने चाहिँ बाहिरैबाट मैले जहाँ आराम हुन्छ त्यही हिसाबले होइन मैले आँखिर उतै लानुपर्ने बाहिर निस्किएको छ यसरी। अब यो चाहिँ अब हामी बाहिर गएको छ है। यहाँबाट यो चाहिँ हाम्रो मुसीकोटको एन्टी नेपाल टेलिकम नेपाल टेलिकम रुकुम कार्यालय है। अब हिजो चाहिँ हामीले भित्रबाट खिचेको छौँ जुन चाहिँ फाइबर यता निस्केको थियो। ठ्याक्क यहाँबाट बाहिर निस्केर चाहिँ यसरी गएर यो पोलमा आउँछ। दिस इज द पोल नम्बर 1। यो पुरानो एनटिसीको पोल हो। यहाँबाट अब यसरी गएर चाहिँ हाम्रो फाइबर यहाँ यो पोलमा गरेर यताबाट हामीले ठ्याक्क फेरि एनटिसीको अर्को पोलमा गएका छौँ। त्यहाँबाट हाम्रो तलतिर गएको छ। त्यसको चाहिँ अब फर्दर एकछिन आउँछ। दोस्रो पोल भयो अहिलेको खिचेको टेलिकमबाट आएको टाढा। अब यसरी गरेर चाहिँ यहाँबाट यसरी हाम्रो टेलिकमको तारबाट यहाँबाट यो यता यो घर क्रस गरेर गएको छ। यसरी फाइबर यहाँ आयो। यहाँ आएर चाहिँ अब हाम्रो फाइबर फेरि यहाँबाट यो पोलमा गएको छ। यो पोलबाट चाहिँ हामीले ठ्याक्क यहाँ पुगेका छौँ। यहाँ पुगेपछि चाहिँ हाम्रो अब अगाडि फेरि जान्छ। त्यहाँबाट अहिले टेलिकमबाट आएको तार यहाँबाट ठ्याक्क यसरी गएको छ। अब यसरी गएपछि यहाँबाट हाम्रो यहाँ तलतिर जान्छ। मुसीकोटबाट हामी रिमनातिर अब यो बिचको बाटो गएको छ। यहाँ टेलिकमकै तारहरू पोलहरू युज भएको छ। अब यसरी यहाँ तलतिर गएको छ। हामी हेर्दै गएको छौँ रुट हामी यहाँ यो रुट भयो। यो टक्क यसरी गएको छ तार। यहाँबाट यसरी सरेर आएर चाहिँ अब हामी यहाँ पुगेका छौँ है। टक्क यो ठाउँमा पुग्यौँ। अब यहाँ पुगेर चाहिँ हामीले टक्क यसरी यहाँ आएको छ। अब योबाट टक्क यहाँ ट्रान्समिटर युज भएको छ। यो टेलिकमको यहाँबाट सर र हाम्रो फाइबर अगाडि गएको छ। यहाँबाट यो सिधा तलतिर हाइवेमा भेटिन्छ। अब यहाँबाट टक्क हाम्रो तार टेन्सनबाट यसरी गएर यहाँ आएको छ तलतिर। यो चाहिँ हाम्रो टेलिकमको तार पोल युज भएको छ। यहाँ हामी 5-7औँ पोलमा आइसकेका छौँ। अब यताबाट सर यो भएपट्टि यताबाट आएको छ। हामी टक्क हाम्रो चाहिँ यो चाहिँ ठक्क के त माथिबाट आएको तार यो टेलिकमको तार युज भएको छ यसमा चाहिँ। अब यसरी हामी हेर्न जाँदैछौँ सरहरूसँगै। यो टेलिकमको पोलबाट हाम्रो फाइबर ठ्याक्क यताबाट यसरी गएर यहाँबाट गएर ठ्याक्क यता तलतिर भेट हुन्छ। हामी तलतिर अर्को पोलमा भेट हुन्छ। ठ्याक्क यसरी गएको छ। बाटो यताबाट घुमेर जान्छ। अर्को टेलिकमबाट आएको तार चाहिँ घरको माथिबाट यसरी गएर ठ्याक्क यहाँ फेरि अर्को एनएकै पोलमा चेन्ज हुन्छ। अब यहाँनिरको पोल भएपछि ठ्याक्क हामी फेरि हामी तलतिर जान्छौँ। फाइबर यसरी अगाडि बढेको छ। यसरी सार गरेर हामी अब बाटबाटै जान्छौँ। फाइबर चाहिँ यसरी गएको छ। टेलिकमको पोल भयो। यहाँबाट इलेक्ट्रिक तारको नजिकै पुगेको छ। त्यहाँ त बताएर इलेक्ट्रिक तारहरू पनि माथि गयो। त्यस्तो माथि किन गइहाल्यो अझ एलटीभन्दा माथि हाल्ने हो सर। यो त अब भएर के भन्नु काम गर्न त्यो त कति गाह्रो छ। ठ्याक्कै तार एउटा तार हुँदा त माथि बत्तीको तार हुँदा नि माथि गएको छ। यहाँबाट यसरी गएर हाम्रो यहाँ एनईको तार सँगसँगै यसरी गएको छ। अब यसरी गएको छ। अब यहाँबाट ठ्याक्क हाम्रो त्यहाँ पोल भयो। तल्लो पोलबाट
माथिल्लो पोलसम्म गएको छ अनि त्यहाँबाट फेरि हामी त्यहाँ गएर हाल्न दिएन नि सर माथि हाम्रो खाली पोलमा त्यहाँको पोलबाट यसरी आएर हामी त्यहाँ एकछिन अड्केका थियौँ किन भन्दा अनि तार यसरी राखेर अब अगाडि बढेका छौँ भन्दा यो घटपट्टि हाम्रो फाइबर चाहिँ आएको छ अब यहाँबाट टक्क यो ल जिल्ला कारागारभन्दा तलतिर दुईवटा स्टेट तलतिरबाट यहाँ गएको छ यहाँबाट ठ्याक्क तलतिर तिनवटा पोल देखिएको छ ठ्याक्क यो चाहिँ यहाँबाट भित्रले यसरी गएर हाम्रो तलतिर देखिन्छ अब हामी बाटो घुम्ने भएर हामी तलतिर गएर भेट्छौँ ठ्याक्क यो पोल भयो यहाँबाट ठ्याक्क साइड यसरी जान्छ पोल नम्बर 81बाट यसरी आएर चाहिँ 82 आएको छ अब यहाँबाट फेरि भित्रबाट जान्छ हाम्रो फाइबर अब यसरी चाहिँ यो अगाडि गएर हाम्रो यहाँ माथि गएको छ यसरी आएको छ फाइबर ठ्याक्क आएर यसरी आउँदैछ यहाँ यसलाई ट्याक्क यसमा आयो अब यहाँबाट चाहिँ यता राइटतिर गएको छ यहाँ ठ्याक्कै तलतिर गएर हामी राइटको पोल चाहिँ हामी तलतिर गएर हेर्छौँ अहिलेको पोलबाट यता तलतिर आएको छ है यहाँ 182बाट 81 भयो 80मा आयो अब यहाँबाट 79 नम्बर पोल चाहिँ ठ्याक्क त्यहाँ पुग्छ त्यहाँबाट फेरि हाम्रो तलतिर गएको छ बाटोबाटै त्यो भित्री बाटो हो टेलिकमबाट तलतिर आएको यहाँ यसरी गइरहेको छ अब फेरि यहाँबाट ठ्याक्क त्यो पोलबाट बाटो घुमेको भएर हामी फेरि अर्को भिडियो लिएर तलतिर हेर्छौँ अघि आएको पोल चाहिँ हो ठ्याक्क फेरि यताबाट यसरी गएर अब यहाँ तलतिर यसरी गएको छ अब यहाँ यसरी गएको छ यहाँ चाहिँ यहाँनिर बिजुलीको तारै झुन्डेको भएर चाहिँ यहाँ अलिकति तलतिर छ अब यहाँ हाम्रो चाहिँ तलतिर माथि राखेका छौँ यसरी चाहिँ हाइट मेन्टेन गरेर चाहिँ तलतिर लगाएको छौँ यो ठ्याक्क त्यहाँ भयो हाम्रो यो पहिलो लुप भयो यहाँ चेन्ज पोल छ त्यसपछि हामी फेरि तलतिर बजार जान्छौँ तलतिर अर्को पोल चाहिँ हामी तलतिर भेट्छौँ हाम्रो यो पहिलो लुप पोल अघि माथिबाट आएको अनि पहिलो लुप पोलबाट हामी फेरि यसरी आएको छ फाइबर यो हामीले चाहिँ रिम्ना मुसिकोटबाट बनाएका छौँ जिबिएसले तर हामीले भिडियो लिँदा चाहिँ मुसिकोटबाट तलतिर आएका छौँ ठ्याक्कै रिभर्समा हुन्छ अब ठ्याक्कै यहाँ पहिलो आयो अब यहाँबाट फेरि हाम्रो फाइबर यता गएर यसरी सर र यता गएको छ त्यहाँबाट फेरि तलतिर रोडमा जान्छ यसरी यो मासको घरघारी हुँदै हुँदै हामीले त्यहाँ गएर ठ्याक्क हाम्रो तार चाहिँ भेट्छौँ ठ्याक्कै यो लुप पोलबाट यता आयो यहाँबाट ठ्याक्क यसरी तलतिर जान्छ फेरि यतैतिर फर्किन्छ र अनि यसरी जान्छ तलतिर फेरि यसरी चाहिँ हाम्रो फाइबर गएको छ ठ्याक्क हाम्रो त्यहाँबाट आएको छ यसरी आएर अब यहाँ चाहिँ अब ठ्याक्क हामीले यो हाइवे भेट्यौँ अब हाइवेबाट चाहिँ यहाँ चाहिँ हाम्रो 675 पोलमा चाहिँ यसरी आएको छ अब यहाँबाट चाहिँ हाम्रो सर र हाइवे गएको छ तार अब हामी सर र यसरी हेर्दै हेर्दै जान्छौँ अगाडि छ अब यहाँबाट चाहिँ सर र गएको छ बजार सँगसँगै तल्लो सुकसँग यहाँबाट देखेको छ नि सर र बाटबाटै छ पुल हामी उता गएर फेरि टक्कै त्यहाँ अघि झरेर आएको पोलहरूबाट सर र आयो यसरी आएपछि अब यहाँ आएँ अघि देखेको घरहरू यही हो फेरि हामीले यहाँबाट यसरी आएर आएको छ फाइबर यसरी आएर चाहिँ अगाडि बढ्दै आएपछि अब हाम्रो यो ठाउँमा आएको छ फाइबर यो ठाउँबाट चाहिँ हेर्नु हामी कति अगाडि बढ्छौँ ठ्याक्क यसरी माथि गएको छ त्यहाँ माथिबाट चाहिँ हाम्रो यसरी गएको छ यहाँबाट गएर
चाहिँ हाम्रो अब हेर यहाँ आएको छ यहाँबाट पहिलो रोड क्रस हो यो यहाँबाट पहिलो रोड क्रस भएर चाहिँ ठक्क यसरी टक्क हेर गएको चाहिँ यो पुलबाट यहाँबाट आएछ यता गएको छ तपाईँ यसरी पहिलो रोड क्रस हो यो यहाँ रोड क्रस भएर यसरी अब यहाँ चाहिँ हाम्रो अघि लेफ्ट ह्यान्ड साइडमा थियो अब राइट ह्यान्ड साइडमा आयो फाइबर राइट साइडबाट आएर यसरी यो पुल हुँदै हुँदै यसरी फेरि हामी रोडै अगाडि बढेका छौँ फाइबर हेर्दै हेर्दै यसरी यहाँ तलतिरसम्म पुग्छ तलतिरबाट चाहिँ अब हाम्रो चाहिँ यहाँबाट माथि जान्छ तलतिर गइरहेछ पाइप बाटोटै गइरहेछ अब हामी त्यो अर्को पुलसँग पुगेपछि बल्ल हामी अघि त्यो उताको पुलबाट यसरी सर आइसक्यौँ है यहाँबाट आएर हामी हिँड्दै गरेको यो भिडियो चाहिँ सानो हुने भयो धेरै अब यहाँबाट सर रोडबाटै एलएचएस आरएचएसबाट यताबाट यसरी गएको छ यहाँ कति एच पुलसम्म देखिन्छ है त दुईवटा पुल देखेको छ त्यसमा चाहिँ त्यो पुलमा चाहिँ हामीले हालेका छैन किन भन्दा त्यहाँ जम्पर भएको चाहिँ सिधै उत्ताको पुलबाट हामीले सेर यता ल्याएका छौँ यहाँबाट ल्याएर चाहिँ हाम्रो फाइबर अगाडि बढेको छ अब यहाँबाट बढेर फेरि यता अगाडि जान्छ अगाडि गएर सट्ट त्यो पुलमा पुग्छ यहाँबाट फेरि अगाडि यसरी गएको छ फाइबर हाम्रो एउटै बाटोबाटै गएको छ अहिलेसम्म हामी फेरि अगाडि बढ्दैछौँ सरहरू नेपाल टेलिकमका सरहरू अगाडि आउनु भएको छ यहाँबाट सर यसरी चाहिँ हाम्रो फाइबर अगाडि बढिरहेको छ यसरी आएको छ टक्क यहाँ आएपछि सर आएर अब हाम्रो फाइबर चाहिँ सर यसरी आएको छ यसरी आउँदा फेरि चाहिँ अब यहाँ आयो यहाँ ठ्याक्क आएपछि फेरि हाम्रो यो दोस्रो रोड क्रसिङमा आयौँ हामी यहाँ यो पुलबाट रोड क्रसिङबाट चाहिँ माथि जान्छ अब हामी टक्क त्यो पुलको साइडमा पुग्दैछौँ ठ्याक्क छोकै छ सर त्यहाँभन्दा माथि लान मिलेन उता अब यहाँ ठ्याक्क विद्युतले माथि नहाल भनेको छ सर अब तलै हाल भनेको अब यहाँबाट गएर ठ्याक्क रोड क्रस गरेर यसरी गरेर माथि रोड क्रस गरेर यो पुल नम्बर दोस्रो रोड क्रसिङ आयो यहाँ रोड क्रसिङ गरेर ठ्याक्क यसरी आएर सर यसरी माथि त्यो पुलमा गएको छ त्यो पुल आएर बगिरहेको छ अब अर्को पुल त्यहाँबाट निस्केको पुल ठ्याक्कै त्यो भयो त्यसपछि उताबाट आएको त्यहाँबाट आएर यो पुलमा आयो सर यसरी आएर यहाँ आयो यहाँबाट हाम्रो अब यता जान्छ यो बाटोबाट यसरी हामी फेरि तलतिरसम्म यसरी गएको छ यो भित्री बाटो अघि जुन रोडबाट हामीले क्रसिङ भएर डाँडामा भएको थियौँ नि त्यो डाँडाको पुल त्यहाँनिर गयो त्यसपछि आएर सर यसरी आएको छ भाइबर फोटो यहाँ आयो यसरी चाहिँ अब सर हामी चाहिँ
यताबाट हेर्छ यो पुलको साइड साइडमै यसरी गएको छ टक्कै पुलको बाटोमा टक्क यसरी छ है। अब हामी फेरि अगाडि जाँदैछौँ यहाँबाट है यसरी पुल आयो पुलबाट यसरी आउँदाखेरि चाहिँ यहाँ आएको छ हाम्रो फाइबर फाइबरबाट आएको छ यहाँ यसरी झरेर आएको छ। अब यो पुलसम्म आयो यो पुलबाट हाम्रो फेरि अगाडि तलतिर झर्छ आउँछ है। टक्क यसरी आएर चाहिँ हाम्रो भिडियो आयो यहाँबाट आएर चाहिँ ठट्ट यो सेक्सन आयो यहाँबाट हामी बाटो यता छ अलिकति बाटोको यो भित्री गाउँ हिँड्ने बाटो छ यस्तो यो बाटोबाटै यसरी आएको छ फाइबर सर आयो आएर चाहिँ अब हामी यहाँ चढेका छौँ यसरी चढ्दाखेरि चाहिँ अब यहाँबाट सर आयो आएर चाहिँ हामीले यहाँ आयो यहाँ आएर चाहिँ यसरी आयो पुलमा आयो ठ्याक्कै ग्रामीण बाटो चाहिँ यता यसरी क्रस भएर यसरी आएको छ फाइबर यहाँ आयो अब यहाँ चाहिँ टक्क फाइबर आएको छ आयो यता आएर चाहिँ टक्क यो यताबाट आएको यो ग्रामीण बाटोमा हो बाटोमा आएर यहाँबाट ठ्याक्कै यो एच पुल भयो एच पुलबाट पल्लोमा त्यतिबाट अनि तलतिर ठ्याक्कै यसरी झरेको छ फाइबर सरी यहाँबाट यसरी झरेर चाहिँ ठक्क फाइबर फेरि अब हाम्रो रोडमा भेट हुन्छ तलतिर यसरी आएको छ यहाँ एउटा ठक्क फाइबर आएर यसरी आएर चाहिँ हाम्रो यहाँ तलतिर यसरी गएको छ त्यो पोल भयो त्यो पोलबाट चाहिँ हाम्रो त्यहाँ तलतिर टक्कै फाइबरबाट देखिन्छ अर्को रोडबाट देखिन्छ अब यो पोल भयो यो पोलबाट ठ्याक्क त्यो पोल भयो त्यहाँबाट हाम्रो तलतिर नदी अर्को फाइबर भेटिन्छ हामीले माथिबाट देखेको पोल यो भयो त्यसपछि फेरि ठ्याक्क हाम्रो यता रोड क्रस भएर यसरी सर आउँछ भिडियो यहाँ आएर पछि फेरि यो चाहिँ के छ भन्दा पहाडमा रोड क्रस माथि जान्छ फेरि त्यहाँबाट गएर हाम्रो तलतिर एउटा एच पोलमा भेट हुन्छ फेरि हाम्रो तलतिर चाहिँ यहाँबाट देखिरहेको छौँ ठ्याक्कै त्यो एच पोलपछि फेरि हाम्रो तलतिर जान्छ फाइबर यो पोल भयो
त्यहाँबाट अर्को पुल चाहिँ हाम्रो यहाँ ठ्याक्क यसरी देखिएको छ ठ्याक्कै अहिलेको पुल यो हो अघि हामी गएको ठ्याक्कै एच पुल यो भयो माथिबाट देखेको हो एच पुलबाट ठ्याक्कै तलतिर जान्छ फाइबर हामी अर्को टर्निङमा चाहिँ त्यो फाइबरलाई भेट्छौँ अगाडि बढिरहेका छौँ भिडियोलाई पज गर्न मिल्छ नि पज गरेको छैन किन गर्नु पऱ्यो पछि काटिदिने हो क्या अन अफ गर्नुभन्दा त्यो पोलले यहाँ देखिहाल्छ फेरि यो यहाँबाट नै हाल्छ होइन ठ्याक्क अघि माथिबाट देखेको फाइबर यो यहाँनिर आइपुग्यो यो जिपिएस कोअर्डिनेटमा आएपछि माथि तलतिर आउँछ फेरि ठ्याक्कै रोडको तलतिर यहाँ राइट ह्यान्ड साइडमा छ राइट ह्यान्ड साइडबाट फेरि तलतिर चाहिँ हाम्रो अर्को घुम्ती तलतिर चाहिँ हामीले यो फाइबरलाई भेट्छौँ यसरी यहाँ आएको छ है अब यसमा टेन्सन रिजर्भ भएको छ यसरी ठक्क फाइबर गएको छ वाइड एङ्गल छ क्या दाजु धेरै टाढासम्म भेट्छ यो एङ्गलबाट चाहिँ अघिदेखि आएको तारहरू माथिबाट ठ्याक्क 4वटा 5वटा पुल हुने सर यो एङ्गलमा देखिन्छ माथिको 4 घुम्टी अगाडिको एच पुलहरू यसो सर सिधै तलतिर आएको छ यहाँ बिचमा एउटा पुल माथि घुम्नुपर्छ अब ठ्याक्कै फेरि यहाँ ठ्याक्कै एउटा पुल छ अलिअलि पोल्टी सिम्बलको खेत गर्नुमा पुलबाट ठ्याक्क यहाँ फेरि रोड क्रस भएर यसरी आएर चाहिँ यहाँनिर आएको छ अब यताबाट हाम्रो फाइबर तलतिर जान्छ एकछिन खेत जान्छ अगाडि गएपछि यहाँ छ है अब यो पुल भयो यहाँबाट ठ्याक्क योबाट गएपछि हामीले यहाँ ठक्क पारी हेऱ्यो भने एच पुल देखिन्छ त्यो एच पुलमा चाहिँ हाम्रो फाइबर गएको छ त्यताबाट गएर अब हाम्रो फाइबर चाहिँ माथि ठ्याक्कै माथि गएर चाहिँ यसरी आउँछ यो पारीको डाँडाडै आउँछ हाम्रो चाहिँ अलिकति रोडभन्दा अलिकति टाढा छ सरहरू यहाँ झर्दै हुनुहुन्छ नेपाली टेलिकमका सरहरू अब हामी यहाँबाट झरेर अर्को भिडियो लिन्छौँ नो नेटवर्क अघि यताबाट पाहाडैबाट आएको यसरी क्रस गरेर आयो अब यहाँबाट फेरि यसरी आउँछ अनि यहाँबाट माथि जान्छ माथिबाट चाहिँ उतापट्टि अर्को साइडमा गएर त्यो सिटा पुल देख्यो त्यहाँ भेट हुन्छ ल भन त अनि अब हामी यहाँ एउटा त्यो रोड क्रस भएर रोड क्रस भएपछि हाम्रो फाइबर चाहिँ यसरी टक्क हाम्रो पतिर लिएर जानुपर्छ जुन चाहिँ अघि माथिबाट आएको फाइबर थियो अब यो पोलसँग हामीले उताबाट देखाएको थियौँ यो पोलबाट यसरी आयो रोड क्रस भएर यसरी आयो ठक्क हाम्रो यहाँ रोड क्रसमा आयो रोड क्रसमा आएपछि चाहिँ हाम्रो फाइबर ठक्क यो पोलमा आयो यो पोलबाट आएपछि चाहिँ हाम्रो सर यसरी हाम्रो अब यो ठक्क यहाँबाट यसरी पोल पोलै पुग्छ ठक्क हाम्रो यसरी एउटा पोल दुईवटा पोल 3 4 5 6 8वटा पोल ठक्क यसरी हामी जान्छ र त्यो घुम्तीमा गएर चाहिँ फाटको घुम्तीपछि हामी अगाडि गएर चाहिँ अर्को फाइबरमा त्यहाँ पोलमा हामी भेटिन्छौँ ल हाम्रो चाहिँ टेलिकमबाट चाहिँ यसरी आइरहेको छ हाम्रो टक्क केटीको टिम पनि भइरहेको छ
चाहिँ त्यही अहिलेको पोल भयो यो यहाँ चाहिँ हामी रोक्दै इच पोलहरू हेर्दै हेर्दै आइरहेका छौँ अब हामी त्यहाँबाट यसरी ठ्याक्क अगाडि जान्छौँ ठ्याक्कै अहिलेको अब 9 पुलबाट चाहिँ ठ्याक्कै यहाँ आएको छ अहिलेको 9 पुलबाट जुन चाहिँ खेतमा देखेको थियो त्यसपछि यहाँ माथि यो ठ्याक्कै बारीभित्र जङ्गल छ त्यसपछि यताबाट सट्ट रोड क्रस गरेर फाइबर चाहिँ हाम्रो माथिल्लो पुलमा यो अगाडि देखेको पुल होइन माथिल्लो पुलमा चाहिँ जाउँछ यसरी झर्नुपर्छहरू यस्तो ठ्याक्क माथिपट्टि गएको छ यसरी आएको छ पुल चाहिँ यसरी माथि माथि यसरी यहाँबाट गएर चाहिँ ठ्याक्कै माथि धेरै नै माथि गएको छ बाटोबाट त्यो डाँडोमा अर्को पुलमा चाहिँ उतापट्टि चाहिँ अघि हाम्रो जुन खेतबाट उताबाट माथिबाट आएको थियो नि ट्याक्कै यो पुल भयो यसरी टाढो झुमेर चाहिँ त्यो पारि देखेको छ नि यसरी आएर क्रस गरेर यहाँ आयो अब यहाँबाट फेरि रोड क्रस गरेर हाम्रो के भन्छ त यता जान्छ अब चाहिँ हाम्रो फाइबर चाहिँ राइट ह्यान्ड साइड जान्छ यसरी यहाँबाट 3टा पुल देखेको छ जुन जुन ठ्याक्क त्यो 3वटा पुलपछि फेरि हामी रोडमा भेटाउँछौँ अब हामी भिडियो एकछिन अनै गर्छौँ अब हाम्रो चाहिँ अहिले फाइबर चाहिँ ठ्याक्कै राइट ह्यान्ड साइडमा गइरहेको छ बजारमा त देखाउँछ रुख भनेको चाहिँ यस्तो यसलाई भन्छ क्या पवनजी रुख भने जस्तो हुन्छ क्या त्यो त ए भिडियो नि मजाले फल्छ अब हामीले यहाँ मात्र होइन तराईतिर नि त मजाले त्यो मुसुरो र केराउनेकै जति छ ठ्याक्क पुल आयो चाहिँ हाम्रो साइडबाट चाहिँ साइडमा गएको चाहिँ अहिलेको त्यताबाट देखेको पुल यो भयो अब हामी चाहिँ अहिले यहाँ चाहिँ रोडको लेफ्ट ह्यान्ड साइडमा चाहिँ हाम्रो के छ त उताबाट अहिले लेफ्ट ह्यान्ड साइडबाट आएको फाइबरहरू चाहिँ ठ्याक्क हामी मुसिकोटबाट रिम्ना जाँदाखेरि चाहिँ लेफ्ट ह्यान्ड साइडमा हाम्रो यसरी आएको छ यी फाइबर अनि साइडमा देखिरहेको छ यो पोलहरूमा ठ्याक्क यहाँनिर आयो अब ठ्याक्क यहाँसँग आएको छ यहाँबाट फेरि अगाडि बढ्छ हाम्रो फाइबर यही बाटोमा जुन अहिलेको हामीले इन्डिङ पोल कुटाएको छौँ नि यहाँ आएर यो चाहिँ हाम्रो के भन्छ पहिलो जोइन्ट पोल हो यहाँ चाहिँ ठ्याक्कै जोइन्ट छ लुप छ अब ठ्याक्कै हामीले देखेका छौँ अब हामी ठ्याक्कै यो जोइन्ट पोलबाट अगाडि बढ्यौँ ठ्याक्कै यसरी आएपछि हाम्रो फाइबर यहाँ आएको छ एक पोल अगाडिबाट अब चाहिँ यहाँ हाम्रो ठ्याक्क रोड क्रस भएर बिस्तारै यसरी हाम्रो चाहिँ अब फाइबर राइट ह्यान्ड साइडमा सिफ्ट भएको छ अब राइट ह्यान्ड सिफ्टबाट ठ्याक्कै यो घर देखिएको छ त्यो घर पछाडिबाट अगाडि गएको छ ठ्याक्कै साइडमै छ रोडको साइडमै छ राइट साइडमा छ फाइबर ठ्याक्कै अर्को पोल देखेको छ त्यो पोलमा आयो अब यसपछि बिस्तारै हेर्दै अगाडि गइरहेको छ फाइबरले यहाँ आयो अनि ठ्याक्कै यसपछि यसरी आएर चाहिँ हाम्रो फाइबर तल्लो पोलमा चाहिँ यो बाँसको पोल हो देखेको अगाडिको चाहिँ पछाडिबाट हाम्रो जुन एनिएको पोल छ त्यो पोल गएको छ हाम्रो यसरी तलतिर गएको छ फाइबर है ठ्याक्क हाम्रो बडाकारले मुसिकोट बडाकारले ठ्याक्कै आइपुगेको छ बडाकारलेको पछाडि चाहिँ फाइबर गएको छ त्यसपछि त्यहाँबाट सक्क गएर अगाडि खेतमा हाम्रो एच पोलमा चाहिँ गएर फाइबर भेट भएको छ ठ्याक्कै घर पछाडि हामीले देख्छौँ फेरि खेतै तलतिर सम्म खेतमा गएको छ गाडी रोडभन्दा अलिकति 100 मिटर पनि लगभग कम 20-25 मिटर तलतिर साइडमा चाहिँ राइट ह्यान्ड साइडबाट चाहिँ अगाडि बढिरहेका छौँ फाइबर तल्लो पोलमा छ ठ्याक्कै यो घर पछाडि चाहिँ अहिले हामीले देखेको घर पछाडि चाहिँ हाम्रो
फाइबर पोल छ यहाँबाट सिमली चाहिँ 6 किलोमिटर अगाडि छ ठ्याक्कै त्यो ठाउँमा चाहिँ आइपुगेका छौँ हामी अगाडि बढिरहेको छ हाम्रो फाइबर यताबाट केटकेट आएको छ यसरी आएर अलिकति अगाडि ठ्याक्कै यो घर पछाडिको पुल आइसक्यो यसरी आएर अगाडि आएको छ ठ्याक्कै यो बढाएपछि यता पुल आयो यहाँबाट आएपछि चाहिँ फेरि हाम्रो फाइबर रोड क्रस गरेर हामीले देखिरहेका छौँ त्यो टनल हाउस फाइबर यो हरियो घर पछाडिको त्यहाँबाट चाहिँ सर फेरि हाम्रो फाइबर अगाडि बिस्तारै यसरी हेर्दाखेरि त्यो त्यहाँबाट यता अगाडि गएको छ माथि आएको छ माथि नै रहेछ अहिले हाम्रो फाइबर तल्लो साइडमै छ स्टिल अन द राइट ह्यान्ड साइड माथि आएको चाहिँ अर्को लोकल बिजुलीको तल हो तर हाम्रो फाइबर चाहिँ त्यो पोलबाट सिधै अगाडि गएको रहेछ अगाडि गएको छ अगाडि गएपछि हाम्रो फेरि अगाडि अर्को एच पोल देखिएको छ हाम्रो एच पोलमा अर्को लुप छ हाम्रो लुप पोल हो कि जोइन्ट पोल हाम्रै जोइन्ट पोल हेरेर फेरि सिधा गएको छ फाइबर जोइन्ट छ यहाँ पनि एउटा जोइन्ट छ यहाँ र यो जोइन्ट हाम्रो यो जोइन्ट छ अनि त्यो चाहिँ लुप हो है यो जोइन्ट लुप हो एच पोलमा राखेका छौँ हामीले अगाडि बढेको छ फाइबर सर यो खोल्छु क्रस गरेर अर्को अब यता चाहिँ रातो पोलमा आइपुगेको छ फाइबर तल्लो साइडबाट यो ठ्याक्कै घर पछाडि आएको छ पोल एन्ड फाइबर बोथ तल्लो पोलमा गएको छ यो चाहिँ यता डिस्ट्रिब्युसन पोल हो हाम्रो फाइबर चाहिँ ठ्याक्कै तल रातो पोलमा चाहिँ सिधा त्यताबाट गएको छ
अलिकति घरहरू सिकेपछि अगाडि गएर भेट हुन्छ। सिधै आएको छ फाइबर यसरी रातो रातो पुल आयो फेरि यसरी आएपछि हामी चाहिँ ट्याक्क बाहिर अब सडकको छेउमा आएका छौँ। ठ्याक्क यहाँ आएपछि चाहिँ त्यो घरको साइडमा यहाँनिर चाहिँ हाम्रो थाहा छ पुल यहाँनिर त्यहाँ अनुसारको गाडीको रहेछ। घरको घरकै साइडमा पुल छ, घरलाई त्यसरी बनाएको रहेछ। त्यसपछि चाहिँ अब यता अलिकति नजिक गरेर लिनु कसरी बनाएको त्यो पुल घरमा हेर्नु न। अब केटी आएको पुलहरू केटै तल केटी आएको पुलहरू यसरी भयो त्यो भइहाल्यो। अब हाम्रो चाहिँ यहाँ चाहिँ ठ्याक्कै यो घरसँग टाँसिएर बनाएको पुल छ। त्यसपछि यो पुलबाट माथिबाट चाहिँ हामी यो पुललाई चाहिँ हाम्रो फाइबरले यो पुल भएर ट्रान्समिसन लाइन भएर यो पुललाई चाहिँ हामीले माथिबाट स्किप गरिरहेका छौँ। अब ठ्याक्कै यसरी गएर अगाडिबाट ठ्याक्कै अगाडि भेटिन्छ। अब हामी बाटोबाट जान्छौँ फाइबर मैले पनि दिएको अब यता ठ्याक्कै त्यो हामीले स्किप गरेको पोलपछि चाहिँ यहाँ आयो। ट्रान्समिटर पुल गरेपछि यतै आएपछि अब हामी ठ्याक्कै रिम्नातिर जाँदाखेरि सडकको छेउछेउमा आएका छौँ। ठ्याक्कै यसरी यो पुल चाहिँ यहाँ छ। अब हामीसँग चाहिँ सडकको छेउछेउ अगाडि बढिरहेको छ फाइबर यहाँ भयो। त्यो इच पुलको चाहिँ त्यो पोल नम्बरहरू चाहिँ लिइरहेको छ कि बुढाले कति पोल छुट्छ कि भनेर त्यही भएर कागजमा निकाल्दै गयो होला। अब ठ्याक्कै हामी अगाडि आयौँ। अगाडि बढेपछि अहिले त हाम्रो ठ्याक्कै राइट ह्यान्ड साइडमै छ पुलहरू देखिरहेको छ। यो पुल गइरहेको छ। अब त्यो डाँडाबाट अलिकति तलतिर खसेको जस्तो छ, झरेको छ। सिरिज राम्रोसँग लागेको छ। सिभाङभन्दा 2 किलोमिटर अगाडिको उसमा छौँ हामी। ठ्याक्क अब अगाडि आएपछि यहाँनिर पोल भयो। यहाँ चाहिँ हाम्रो फाइबर छ। अहिलेसम्म अब हामी सबै रोडको राइट ह्यान्ड साइडमै छौँ फाइबर। अगाडि बढेपछि अब फेरि स्टिल हामीसँग अगाडि कहीँ पनि रोड क्रसिङदेखि लिएर केही पनि छैन। हाम्रो यहाँ चाहिँ ठ्याक्कै लुप पुल हो। यहाँ चाहिँ हामीले फाइबर लुप गरेर राखेका छौँ। दिस इज द लुप पुल। अब अगाडि यसरी यो साइडमा चाहिँ हाम्रो फाइबर गइरहेको छ। अझै स्टिल हामी अन्त राइट ह्यान्ड साइडमै छ हाम्रो फाइबर। पोल भएको छ।
चार्ज फुल भयो नि 8 सेकेन्ड लाग्यो यसबाट 1% मोड्यो घट्यो त्यसमा के भइरहेछ जम्मा 1% घटाएछ बडो यसमा आएको छ अलि तल छ अहिले खाना खाना हुन्छ र हजुरले हजुरले खाना हुन्न नि त्यही त व्रत हो नि त्यहाँ पसल पायो भने फलफुल दिनु पर्ला होइन अलिकति हेलो हजुर नमस्कार हजुर नमस्कार खाना खाइए छैन यहाँ त्यही अब त्यही बोल हेर्दै हिँडिया खाने रे अब त्यही सँगसँगै लागिया छ अब पनि रमाइलो छ के रे मुसिकोट पुगेर हिजै बस्यो हो मुसिकोटबाट अहिले हिँड्दैछ त्यही पोल हेर्दै होइन यता जाँगरकोट चाहिँ रिम्नातिर रिम्ना मान्छे आउँदा जाँदा मान्छे अस्तिको मिलाउनु भयो अस्तिको लिनुभयो निवेदन दिनु भएको छैन दिन यो जति ढिलो भयो त्यति गाह्रो हुन्छ नि मिलाइहाल्नु न आफ्नो अगाडि जाँदा नि हुन्छ हामी त ल ल अगाडि गएर भिडियो बनाएर टक्क राख्नु पऱ्यो कि बेटिसक्नु ला खाना टाइमसम्म पुग्यो भने हुन्थ्यो भने 1 घन्टा बसेर चार्ज गर्नु हुन्थ्यो अहिलेसम्म राइट ह्यान्ड साइडबाट छौँ पुलहरू देखिरहेको छ त्यो पुलमा हाम्रो फाइबर भएर मैले बोलिरहेको छैन त्यही फुल क्रस सामान्य हो अगाडि ठ्याक्कै हामी भेटिहाल्छौँ फाइबर अब हामी सानीबेरी गाउँपालिका क्रस गरेपछि सानीबेरी नदी अलिकति अगाडि गएर हाम्रो क्रसिङ होला यहाँ यो ठ्याक्क पनि हामीले लुप राखेका छौँ अलिकति लुप पुल भयो अब ठ्याक्कै लुप पुलबाट चाहिँ हामी अगाडि बढ्छौँ एच पुल अहिलेको पुलबाट लुप पुलबाट अगाडि पुल भयो अब हामी सर जान्छौँ साइडमा जुन चाहिँ हाम्रो राइट ह्यान्ड साइडमै छ स्टिल फाइबर दौडिँदै भेटाइदिन्छ केही फरक यसले स्पिडले केही फरक योभन्दा छिटो दौडाउनु पर्छ ओरिजिनल भिडियोमा पछि राइट साइडमा 5 वाइड एङ्गल राखिदिएपछि धेरै छुट्दैन है
पारी गएको छु ठ्याक्कै यहाँ देखिएको छ रोड चाहिँ अलिकति घुम्ने भएबाट ठ्याक्कै पारी भेटिहाल्छ यो फाइबरलाई जाउँ तलतिर राख्नु नदिएको भएर चाहिँ हाम्रो एलटी भन्दा तल छ फाइबर तर एलटीको ठिक्क ठाउँमै राखेको छौँ हामीले फाइबरलाई अब यहाँ आएपछि चाहिँ फाइबर आएको छ हाम्रो यो पोलमा छ अनि यो पोललाई सानो पोलमा भएर हामीले त्यो ट्रान्सफर्मर पोललाई चाहिँ स्किप गरेर यसरी ट्रान्सफर्मर पोलमा चाहिँ हाम्रो फाइबर राखेका छैनौँ कुनै स्टेसरी राखेको छैन ठ्याक्कै त्यो नजिकैबाट गएको छ र यो अघिल्लो पोलमा आयो आएपछि फेरि यहाँबाट उता डिस्ट्रिब्युसन लाइन गरेको रहेछ लुपिङ गरेर हामीले यसमा पनि नराखिकन यो पोललाई पनि स्किप गरेर अगाडिको पोलमा यसमा चाहिँ हामीले हाम्रो फाइबर राखेको छौँ सस्पेन्सन सेटहरू अगाडि आयो अगाडि आएपछि हामी सस्पेन्सन टेन्सन पोल भयो दाजु पोलमा टेन्सन युज भएको छ भने आरटिडिएफको फन्ड मोज गर्नु गरे नि होल्डिङले राइट ह्यान्ड साइडमै छौँ है हामी यहाँ चाहिँ हाम्रो फाइबर रोड क्रस गरेर हाम्रो फाइबर यहाँ रोड क्रस गरेर माथि गएको छ माथि गएर चाहिँ यहाँ गएको छ फेरि यहाँबाट फेरि रोड क्रस भएर फेरि लेफ्ट ह्यान्ड साइडमा आएको छ राइट ह्यान्ड साइडमा आएको छ एउटा पोल मात्रै माथि गयो फेरि यताबाट हामी क्रस भएर दुईवटा पोलले दुईचोटि रोड क्रस गऱ्यो अघिल्लो पोलमा आइसकेको छौँ हामी अब हामी भेरीको किनार गएर अलिकति अगाडि गएर पुलबाट पारी क्रस गर्छौँ फेरि सानी भेरी देखिरहेका छौँ
अहिले पो अफ भएको मेरो पनि यसो ब्याट्री सेभ गरौँ भनेको अहिले दिनु भन पारीतिर गएको छ फाइबर पुल पारी अब हामी एकछिन यहाँ टक्क हाम्रो फाइबर त्यहाँ छ त्यहाँबाट यता लागेको छ यहाँ चाहिँ हाम्रो अगाडि पहिरोले गर्दाखेरि एनएको पुलहरू ढलेको हुनाले चाहिँ हामीले रुट चेन्ज गरेर खोलापारी जुन हामीले टेलिकमबाट पहिला यो प्री सर्वेको टाइमभन्दाको अलिकति फरक यताबाट चाहिँ हाम्रो ठ्याक्क पारी जान्छ फाइबर पुल पारीबाट अनि हामी अगाडि जान्छ फाइबर ठ्याक्क हामीबाट आएर यो पुल पारी जान्छौँ यसरी गएर हाम्रो पुलबाट ठ्याक्क पुल पारी यो फाइबर सँगै गएर यसरी डाँडाबाट ठ्याक्क पारीबाट चाहिँ हाम्रो तिनवटा चाडा पुलहरू यसरी पारी पारी हाम्रो चाहिँ अब खोला पारी पारी जान्छ हाम्रो फाइबरहरू ठ्याक्कै खोला पारी पारी ठ्याक्क डाँडा डाँडा देखिन्छ अब यहाँबाट यसरी भएर पारी गएर एकैचोटि हाम्रो यहाँ तलतिर पुल क्रस गरेपछि मात्रै हाम्रो भेट हुन्छ यो फाइबर चाहिँ अहिले हामीले यहाँ ठ्याक्क यसरी राखेका छौँ अहिले हामी पारीबाट लिन्छौँ होला यो फाइबर ठ्याक्क हामीले अघि पुलमा छोडेका छौँ पुल वारीबाट आएपछि ठ्याक्क यो वारीको एच पुलमा आयो त्यहाँ त्यसपछि हामीले ठ्याक्क यसरी माथि आएर यहाँनिर आएको छ एउटा पुल अनि त्यसपछि छोडेर माथि आएर तेस्रो पुल हाम्रो चाहिँ ठ्याक्कै तेस्रो पुल चाहिँ यता आयो पुलबारीबाट ठ्याक्कै पुलबाट एउटा भयो ठ्याक्कै पुलको छेउमा दोस्रो पुलमा यहाँ आयो त्यसपछि ठ्याक्क यहाँनिर आयो यो घरको साइडमा छ ठ्याक्कै त्यो घरको साइडपछि यसरी माथि आएर फाइबर यहाँ आयो अब यहाँबाट चाहिँ हाम्रो फाइबर ठ्याक्क अगाडि यसरी हाम्रो फाइबर चाहिँ अगाडि बढ्छ जग्गा यहाँनिर छ यो पुल नम्बर यता आएर सर यसरी आएपछि अब हाम्रो चाहिँ रोडको एउटा खोलाको भेरी किनारको साइडमा यता रोडको चाहिँ लेफ्ट ह्यान्ड साइडमा अगाडि ठक्क यसरी हाम्रो फाइबरहरू चाहिँ अगाडि बढिरहेको छ अब हामी चाहिँ ठ्याक्कै त्यो एच पोल त्यहाँनिर एच पोल छ जुन चाहिँ एच पोलबाट फेरि हामी कन्टिन्यू गर्छौँ एच पोलबाट अगाडि बढ्यौँ अब हाम्रो चाहिँ रिमना साइडमा जाँदाखेरि ठ्याक्कै लेफ्ट ह्यान्ड साइडमा अरू फाइबरहरू आएको छ
त्यस्तो चेन्ज आएन भने जस्तै लेफ्ट ह्यान्ड साइडमा अरू फाइबर छ नि होइन भनेपछि खास हामीले पछि भिडियो पोल्ने होइन नि त भिडियो त टक्क जिपिएस म्याप सँगसँगै लाने हो यहाँ जिपिएस अन छ यो बाटो हो बाटो यहाँ ठ्याक्क यहाँबाट चाहिँ रोड क्रस रहेछ भएर माथि गएको छ एउटा पोल चाहिँ हाम्रो राइट ह्यान्ड साइडमा आएको छ यसरी राइट ह्यान्ड साइड आएपछि फेरि अर्को पोल फेरि रोड क्रस भएर फेरि तल्लो साइडमै आउँछ लेफ्ट ह्यान्ड साइडमै आउँछ यसरी टाढो माथिबाट आएको छ फेरि हाम्रो लेफ्ट साइडमै भयो मेन चाहिँ हाम्रो यो जिपिएस के अरे जिआइएस डायग्राम बनाउनु हुन्छ नि त्यो जिआइएस डायग्राममा यो भिडियो चाहिँ सँगसँगै राखिदिने हो कि यता जिआइएस रन गर्छ अनि यता बुझ्छ यसमा यसमा चलाउँदै भएको भएदेखि समस्या थिएन बिल्डिङमा चलाउँदै भएको भए त्यो भएर उता के अरे डोल्पासोल पनि चलाउने भनेको छन् भने होइन दाइ कि अहिले गएर चाहिँ हानेर ओडिटिएर हानेर कन्फर्म गर्नु पऱ्यो होइन अब यता जस्तो भयो भने हामीलाई लस भयो नि त अस्ति दाइ आएर के अरे हाम्रो शिव दाइ आएर चाहिँ आउन 2 दिन काम 2 दिन गर्नुभयो होइन 4 दिन लाग्यो यता आयो 6 दिन 7 दिन त पुगिन्छ बाटै नै लाग्छ 4 दिन त 4 दिन त बाटै लाग्छ 2 दिन काम भयो नि 1 हप्ता नि भएको छैन होइन हाम्रो एकदम टाइम लस भयो नि त किन भयो उहाँहरूले नै के अरे टर्मिनेट गरे भए भइहाल्थ्यो कहाँ उहाँहरूलाई छोडिदियो भएदेखि त 3 दिन लाइन चल्दियो आउन त 2 जना आउनु पर्थ्यो मेसिन बिग्रेको रहेछ फेरि जाजरकोट गएर मेसिन लिएर आउनु भयो जाजरकोटमा चाहिँ मेसिन छ खोइ जाजरकोटबाट लिएर आयौँ भन्नु नि त मैले खोइ यो रुक्नु त थियो यहाँ मुस्कोटमा त केही पनि छैन जस्तो काम गर्ने मान्छे छैन नि त्यहाँ सुन्दाखेरि बनाउनु एफटिडिएसको त छ नि त एफटिडिएस गर्ने भर्याङ पनि देखाएको थिएँ मैले त्यहाँ मेसिन पनि छ अनि एफटिडिएस चाहिँ चलाएको छ भनेपछि के अरे मेन्टेनेन्स त एफटिडिएस त आफैले मेन्टेनेन्स गर्ने होइन तपाईँहरूले स्टिल हामी लेफ्ट ह्यान्ड साइडमै आइरहेको छौँ तल्लो साइडमै छ फाइबर टेलिकमकै भरे उहाँहरूले नदिने कुरा नि भएन हामी लस गरिदिनु ढेड दिन त यो डोल्पा जाने बाटो माथि होइन डोल्पा यहाँ सम्झाउनु पर्छ तपाईँलाई हिजो देखाएँ रिम्नाबाट सिधै हो यताबाट नि पुग्छ कि भनेर नि डोल्पा जाने मेन चाहिँ गाडीहरू काठमाडौँ आउँदा नि रिम्ना भएर हो रिम्ना नआइ त डोल्पा जानै मिलेको रिम्नाबाट चाहिँ कति छ होला कति किलोमिटर एक दिन एक दिनमा पुग्छ रिम्नाबाट अनि एक दिन जति हिँड्नुपर्छ अरे अहिले चाहिँ डोल्पा गाडी पुगिहाल्ने जस हामी सेफ ओक्सुन्डो जानु पऱ्यो भने सर होइन यहाँबाट के अरे एक दिन जति गाडीमा हिँड्ने त्यसपछि एक दिन जति हिँड्यो भने सेफ ओक्सुन्डो पुगिन्छ डोल्पाको सभामा काम गर्ने हो कुनैसँग चाहिँ पुगेछ कुनैसँग त गाडी हाम्रो स्टिल लेफ्ट साइडमै छ फाइबर साइड साइडमा देखिरहेको छौँ हामीले फाइबर अब यहाँबाट हाम्रो रेली पोइन्ट
थियो हाम्रो जोइन्ट लुप छ त्यसपछि अगाडि बढेको छ अब यहाँबाट चाहिँ अब फाइबर यस्तो गइरहेछ यही साइडमा आइरहेछ चाहिँ त्यही साइडमा छ हाम्रो अब साइडमा हाम्रो स्टिल डिफ्रेन्ट साइडमै छ अब यहाँबाट यता गएपछि स्ट्रेट हो तलतिर डिफ्रेन्ट साइडमै छ अब त्यसपछि हामी यो पुलमा आयो यो पुलबाट हाम्रो फाइबर यसमै आयो यहीँ रहेछ पुलमा आएको छ ठिकै खोलापारी अब यो खोलापारी आएपछि फेरि अगाडि आएपछि यहाँ फेरि हाम्रो यहाँ लुप छ यो बाटो लिपबाट जोइन्ट हामी छ यो बाटो गएनौँ केही पारिवारिक बाटो त्यसपछि एउटा त्यो खाना खाएर अलिकति तल झरेपछि त्यो चेक पोइन्ट थियो नि सर चेक पोइन्टभन्दा तल हामी चाहिँ नि राइट लाग्यौँ अस्ति चाहिँ नि हामी सिधै गयौँ कि लेफ्टमा छ यो त्यहीँबाट त हो नि हामी त्यहाँबाट सिधै जानुपर्छ केही बाटो आइदियो भयो छिटो हुनुहुन्छ फर्किरहेछ यो बाटो आइदिएपछि त हामी बेलुका 9 बजीसम्म त यतै आइसक्थ्यौँ फेरि कहाँ छ रिम्ना खोलामा त्यो जाजरकोट गएर भर्याङ लिएर आउनु पर्ने छ होइन हामीले लिएर आउँछौँ तिमी त्यहाँ बस्छौँ खाना खायो खाना खाएर बसाउनु स्टिल हाम्रो फाइबर चाहिँ लेफ्ट ह्यान्ड साइडमा छ यो लेफ्ट ह्यान्ड साइड हामी ठ्याक्क रिम्नामा पुग्छौँ
सानो भयो डिस्ट्रिब्युसन लाइन भयो तल्लोपट्टि आएको छ मैले देखेको होइन अलिकति साइडमा आएको छ दुईवटा पोल दुईवटा पोल भयो अब तेस्रो पोल चाहिँ हाम्रो ठ्याक्कै यो अघि हामी छुटेको ठाउँबाट आएको तेस्रो पोल यो एच पोल भयो यहाँ ठ्याक्कै फेरि हाम्रो यहाँ खबर आएको छ यताबाट अब फेरि हामी कन्टिन्यू रोडको साइडले जान्छौँ हाम्रो जोइन्ट साइड
तपाईँले भिडियो भइरहेको अनि नमस्कार बस्दा त झुम्नु पर्दैन केही फरक पर्दैन पछि साउन्ड राख्ने हिँडेको रे बोल्दा केही फरक पर्दैन केही फरक पर्दैन यो समथिङ राख्ने नै होइन नि एडिट हुन्छ त्यो पनि अन्त पानी पठायो होला होइन नि त्यो जोइन्टबाट त होइन नि पानी पठायो भने कि हाम्रो ल यो हाम्रो यो नयाँ पोल हो यो पोलमा नयाँ पोल यो पनि आफ्नो गाडीको पोल हो यो नयाँ हो त्यसपछि यहाँनिर पनि छ नयाँ पोल गाडेको हो झगडा भयो अब यो पनि हाम्रो गाडीको पोल हो यो नयाँ पोल हो यो पनि हाम्रो नयाँ पोल एकै ठाउँमा छ हामीले नयाँ पोलहरू गाडेर चाहिँ गरेको हो त्यसपछि फेरि हाम्रो लुप छ लुपबाट यता गयो छैन के भन्छ नि नयाँ टाढा नौ टाढा गर्दा देखाएको छ उसले टर्निङको लागि आफ्नो वेट गर्नु
पारी हुँदै जाजरकोट जान्छ यहाँ चाहिँ हामीले रिममा स्कुट टर्मिनेट गरेर ठाउँ गएको। अब यहाँबाट यता चाहिँ हाम्रो स्टिल हाम्रो फाइबर छ होइन यहाँ चाहिँ हाम्रो फाइबर दुईटा फाइबर ट्युब रहेछ टेलिफोनको फाइबर निकाल्नु अहिले चाहिँ हाम्रो फाइबरमा चाहिँ लिङ्क हालेर हामीले तलतिर सधैँ देखाउनै पर्ला नि होइन देखाउनै पर्यो त्यहीलाई त्यहाँ एकछिन अलिकति कम स्पिड गर्नै भनेको गएको कटिहाल्यो बिस्तारै भनेको मैले यता भयो डाँडो आएर ठिकै छ अब हाम्रो यो तपाईँको यो पहिला गरेको फाइबर जुन छ त्यसको म्याप चाहिँ त्यो मेन बाटैबाट छरेको पहिला आएको छ पहिले गऱ्यो अनि त्यहाँबाट हाम्रो पछि जुन सर्वे टिम आयो सर्वे गर्ने टिमले चाहिँ लगेर मलाई यमुनामा छोडिदिने भनेर भनेको थियो अनि मैले त वहीँसम्म ताने वहाँसम्म तानेपछि यो तार चाहिँ त यो पिछोको तार चाहिँ त डबल पर्ने भएपछि अब के मैले तानेको निकाल्न पऱ्यो के भने पुरानो निकाल्न पऱ्यो अनि पुरानोमा ठाउँमा अर्धा जोइन थिएँ लगभग 4वटा 3वटा जोइन एक्स्ट्रा थिएँ त्यसमा पुरानोमा तार लत्रिरहेको थियो बेच्यो अनि उहाँहरूले पुरानो निकाल्ने नयाँ चाहिँ हाल्ने नयाँमा हाल्ने पारिपट्टि पोलबाट गयो पारिपट्टिको पोलबाट उता माथि गएर अनि यतातिर पोल मेरोबाट त्यो नभए पुरानो होला न त पारी लान आवश्यकता थिएन नि यता एउटा यही बाटो ल्यायो भने हुन्थ्यो होला नि होइन हामीले यहाँसम्म ल्याएर छोडिदियो भएदेखि प्रब्लमै हुन्थेन क्या हजुर हजुर ठुलो गरिरहेको हेम्न खाएको अझ त्यो खोला पारी छ होइन हाम्रो फाइबर भएको खोला पारीबाट चाहिँ यो पोलले त काटेर उतापट्टि ल्याएर क्या अहिले कुराकानी गरौँला नि यसरी यसरी भएको यो दुईवटा तार दिएछ यसमा त्यो जुन अघि मैले भने यहाँदेखि यहाँ माथिसम्म त्यो दुईवटा भयो हामी तानिसकेको पहिल्यै सोचेर हो सोध्नु त मैले भन्दाखेरि चाहिँ होइन सर्वेले जहाँ गरेको छ त्यहीँ गर्ने किन बढी जाने हुनु पर्यो भन्ने कुरो नि आयो मलाई मैले भनेको त अनि टेलिकमले त्यहीँ गर भनेको छ उनीहरूले प्रि सर्वे गरेर कुनै उद्देश्य होला नि त त्यहाँ यो तारको युज अर्कै होला होइन उहाँहरूलाई चाहिँ यो तपाईँको तार उताबाट तानेको छ तर केएमएल चाहिँ टेलिकममा त्यो बाटो छरेको त्यो बाटो जाने चाहिँ कहाँ छ त्यो माथि जाने डोल्पा भयो यता जाने डोल्पा पछि नरेन्द्र सरले भनेपछि पो थाहा भयो मलाई नरेन्द्र सरले चाहिँ अनि त्यो बाटोमा केएमएल छ हाम्रो त्यही भएर त्यहाँ ल्याएर छोडे हो तिनीहरू के अरे सर्वे टिमले भनेर भन्नुभयो अनि केएमएल त्यो बाटो भएर त पास गर्ने बेला सर्वे यति आउने बेला त चेक गर्नु होला नि त एकातिर बाटो के अरे केएमएल छ एकातिर सर्वे छ चेक गर्नु के अरे तार छ चेक गर्नु भएन भनेर भनेको खै नरेन्द्र सर काठमाडौँ कहाँ गएको कुन डिपार्टमेन्टमा थाहा नरेन्द्र चौक चाहिँ काठमाडौँ पहिला बिटिटीबाट आउनुभयो यता सुर्खेत ओएनएम हो बिटिटीको नि यहाँबाट चाहिँ यता माथि रहेको छौँ राइट ह्यान्ड साइड यहाँबाट फाइबर फेरि माथिबाट मेसेन्जर तार ताने तलतिर झरेको छ फेरि एक्चुअली एउटा पुल माथि गएपछि फेरि यहाँबाट
यताबाट आयो कसैले के भन्नु किन काट्ने कट किन बनाउनु त्यहाँसम्म जोइन भएपछि त्यहाँबाट रिटर्न पुरानै फाइबरमा रिटर्न ल्याउने अनि त्यहाँबाट भित्र गलाइदिने त्यहाँदेखि उता तार निकालिदिने भनेको अहिले चाहिँ बसिरहेको यहाँ चाहिँ पुरानो फाइबर उता चाहिँ हटाएर रहेछ अनि यो चाहिँ पुरानो चाहिँ काटेर कालोहरू बुझायो है टेलिकम हामीले गरे होइन के अरे अब टेलिकम टिभीले लगायो हाम्रो लास्ट जोइन भनेको के हो त्यो पारी होइन त्यो त्यो पुलसम्म पुग्नुहुन्छ यहाँ अब हेरि यहाँ चाहिँ अघि त्यो पारीको बोल्छ नि त्यो कलापारी एउटा जाजरकोटसँग सर्वे भएको थियो भनेर देखाएको छ पहिला ल अब अनि त्यसपछि हेर्दैछ त इन्डिङ पोइन्ट यहाँबाट चाहिँ हामीले छोडिदिएको छौँ यहाँ उताबाट आएको फाइबरलाई चाहिँ यहाँ टर्मिनेट गरिदिएको छौँ यो पुलमा हामी ठ्याक्क यो रिम्ना मुसिकोटबाट आउँदाखेरि यो जुन हामीले जोइन्ट पुल बनाएको थियौँ नि पहिलो जोइन्ट पुल हाम्रो 21 मिटरमा चाहिँ यहाँबाट टर्मिनेट भएको छ यहाँ टर्मिनेट भएर पारी चाहिँ पुरानो फाइबरमा गएको छ यो यता जाजरकोट जान्छ यो यताबाट र यताबाट चाहिँ फेरि हाम्रो अगाडि यता रिम्ना साइड चाहिँ हाम्रो यसरी गएको छ जुन चाहिँ हिजोको बिचको भिडियोमा चाहिँ हामीले यो जोइन्ट पोल भनेका थियौँ नि त्यो जोइन्ट पोलबाट चाहिँ अगाडि बढ्छ है त हाम्रो उताबाट आएको फाइबर जुन मुसिकोटबाट आएको थियो हामी यो रिम्ना बजार भयो पारी वारी चाहिँ हामीले यहाँ के गरेको छौँ भन्दा पहिला यहाँ उताबाट यो चाहिँ जुम्लाबाट आएको फाइबर पहिला अलरेडी एनटिसी फाइबरमा चाहिँ हामीले यो पोलमा छोडेको थियौँ पछि चाहिँ यो इन्क्लोजरमा चाहिँ हामीले के गरिरहेको छौँ भन्दा यहीँ चाहिँ टर्मिनेट गरेर एनटिसीले दिएको कोर प्लान अनुसार चाहिँ अगाडि बढेको छ फाइबर यो चाहिँ हाम्रो के हो भन्दा टर्मिनेसन पोइन्ट हो रिम्नामा चाहिँ हाम्रो कुनै टावरमा थिएन यहाँहरू चाहिँ रिम्ना बजारमा चाहिँ हामीले यसरी फाइबरहरू टर्मिनेट गरेका छौँ यो यता जुम्ला साइड भयो रोडको तल्लो साइडमा छ लेफ्ट ह्यान्ड जुम्ला जाँदाखेरिको सरी डोल्पा है जुम्ला होइन डोल्पा जाँदाखेरिको लेफ्ट ह्यान्ड साइडमा अथवा यो भेरी नदीको सानी यो ठुली भेरीको साइडमा छ यसरी आएको छ अब यसरी चाहिँ हाम्रो फाइबर टक्क यताबाट आएको फाइबरहरू छ